अमेरिका र इरानको लडाइँ चाहिँ अब फेरि एस्केलेट भयो भन्दा पनि हुन्छ, किनभने इरानले चाहिँ के गरेको थियो भने मर्चेन्ट भेसल्समाथि चाहिँ एट्याक गरेको थियो। र इरानले चाहिँ किन यो एट्याक गरेको भन्दाखेरि चाहिँ त्यो जुन चाहिँ मर्चेन्ट भेसल्सहरूले चाहिँ जुन चाहिँ ट्रान्जिट इरानको ट्रान्जिट रुटको जुन चाहिँ रेगुलेसन छ त्यसलाई भयोलेट गरेको थियो, कोअर्डिनेट गरेन र हामीले चाहिँ यिनीहरूलाई चाहिँ एट्याक गर्यो भनेर भनेको थियो। र अब त्यो घटना हुने बित्तिकै अमेरिकाले त अब फेरि इरानमाथि अब एट्याक गर्न थालिहाल्यो, इरानको मिलिट्री बेसमा भटाभटी एट्याक गर्न थाल्यो। अब इरान पनि चुप लागेर बस्ने खालको होइन, अमेरिकन बेस जो चाहिँ कुवेतमा, बहरेनमा, जुन चाहिँ मिडल इस्टमा जति पनि छ त्यहाँनिर भटाभटी उनीहरूले पनि मिजाइलले एट्याक गर्न थाल्यो। अब यहाँ कुरा आउँछ सिज फायर चाहिँ के हो भन्ने। मैले लास्ट भिडियोमा पनि भनेको थिएँ, सिज फायर चाहिँ त्यो एक्ज्याक्टली सिज फायर होइन, यो चाहिँ एमओयू, मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ मात्रै थियो। त्यो चाहिँ अब दुईजना मान्छे बसेर लु अब यसो गरौँ ल, अब यसो नगरौँ ल भनेर एउटा हुन्छ नि, अब हो त्यस्तो मात्रै हो। त्यो सिरियसली लिएको पनि थिएन, किनभने डोनाल्ड ट्रम्पले पनि उता फ्रान्समा त्यो जी समिटको मिटिङ जाँदा त्यो मेमोरेन्डम चाहिँ त्यहाँबाट डिजिटल साइन गरेको थियो। र यता इरानको प्रेसिडेन्टले पनि तेहरानमा एउटा नै डिजिटल साइन गरेको थियो। र यस्तो प्रकारको सेटल यो उनीहरूले कुनै सिरियसली पनि लिएको थिएन, किनभने त्योभन्दा अगाडि पनि जति पनि अब टक हुन्छ त्यो पाकिस्तानमा गरेको थियो है। अब त्यो एकदमै त्यो अमेरिकालाई पनि त्यो उनीहरूको कन्ट्रीको सिटिजनको प्रेसरमा आएर र अरू कन्ट्रीहरूको प्रेसरमा आएर मात्रै हामीले चाहिँ गरेँ भन्ने खालको मात्रै त्यो गरेको थियो होइन। र अब यो त्यो एकदमै मनबाटै अब हामी यो लडाइँ चाहिँ रोक्नुपर्छ भन्ने खालको चाहिँ अब थियो जस्तो चाहिँ अब देखिँदैन। अब जस्तै अब यसको जग्गामा अहिले अब रसियाले अब हामी युक्रेनसँग अब लडाइँ स्टप गर्छौँ, लु अब यसको लागि चाहिँ अब एउटा नेगोसिएसन गरौँ भनेर भन्यो भने चाहिँ अब कस्तो प्रकारले सिरियसली लिन्छ होला अमेरिकाले, सोच्नुहोस् त। अब मिटिङ कस्तो जग्गामा हुन्छ होला र अब मेमोरेन्डमहरू कस्तो प्रकारको हुन्छ होला। यो चाहिँ अब नेग्लेक्ट, यो लडाइँ चाहिँ सायद अब चलि नै रहन्छ जस्तो छाँट छ है। अब अरू त के भन्नु, अब सबै कन्ट्रीहरूले फेरि भोग्नु नै पर्छ यसको रिजल्ट चाहिँ। अब मेन त स्टेट अफ हर्मुज छ, तर अब कन्ट्रीहरूले पनि अब अल्टरनेटिभ इन्क्लुडिङ इन्डिया अल्टरनेटिभ अब राम्रोसँग बन्दोबस्त गरेन भने चाहिँ इन्फ्लेसन हुनु कन्फर्म हो। पेट्रोल डिजलको प्राइस हाइक भएर अरू सामानको सरसामानको दाम बढ्नुमा आएको जो चाहिँ भइ नै रहेछ। अब यो चाहिँ साह्रै खुसीको कुरा त होइन, यो त सोचनीय विषय नै भएको छ अहिले।